ल है हाम्रो चाहिँ यहाँ टक्क यो पुसमा बनभात पहिला खाए जसरी केटाहरू आएन है केटाकेटीहरू अनि यहाँ साथीहरू कोही पानी ल्याउँदै हुनुहुन्छ उताबाट र यहाँ यस्तो छ होइन भर्खरै आएको ओए कमाउँदै पछाडि यहाँ बुभरि हालिस् बिस्तारै ल अब बिस्तारै गर बाबु यो अलि आवेगमा आउँछ यो आवेगमा आउँछ गाह्रो छ ल बिस्तारै है त बिस्तारै ल अरू चाहिँ उहाँ चाहिँ एक नम्बर मेन अर्गनाइजर दुईजना हामी त खाइदिनु मात्रै हो सबै अर्गनाइजर हो सबै खाने हो है साथीहरू लोकेसन यही हो बनदेवी ल हामी चाहिँ आज बनभात खान आएको ल कमले भन्नु हामी चाहिँ आज पिकनिक बनभोज खान आएको ल बनदेवी खुसी हुनु है हामी जे पाएको चढाइहाल्छौँ नि अलिअलि चढाउँछौँ ल ल ल रमाइलो गरेर आएको ल साथ दिनु पर्यो होइन यता हाम्रो भाइ घिराउँले भाइले चाहिँ धुप बालेर उद्घाटन गर्दै हुनुहुन्छ ल यस्तो खाड पार अरू अब यो रातो च्याउ गानो दोर्माको कति महँगो हुन्छ अब यहाँ हामी चाहिँ आगो बालिदिन्छौँ है गाई जस्तो चाहिँ पिकनिकमा होइन के गर्छन् खै पैसा दिनु पर्दैन चिया बनाउने पानी पानी यही हो बाह्र बजे चाहिँ हाम्रो भर्खरै के हो यो डिनर हो कि के भन्छ यसलाई टी टाइम हुँदैछ है भर्खरै त्यो चियालाई अर्को एउटा भाँडा खन्यौ होइन यस्तो छ है गाई के छ अर्को भाँडो होइन आलु बसाल्दै न उता बल्दैछ त आलु खेर गइरहेछ सबै टी टाइममा व्यस्त छन् है यहाँ वनभोज कार्यक्रममा हामी चाहिँ अहिले त्यहाँ पिकनिकमा आएको अब यहाँ खोलामा पानी यस्तो अवस्था रहेछ त्यही भएर यहाँ पानी भाँडा माझ्नको लागि पानी बनाउने तयारी गर्दैछौँ है गाइस ठिक छ ल त्यसले त्यो अहिलेको खाल्डोलाई नभएर पाइप लिएर आएर टक्क धारे बनायो है गाइस भाँडा मान्नको लागि चाहिँ ल हाम्रो पिकनिकमा मनिषा चाहिँ प्याज के अरे काट्दै हुनुहुन्छ भेज आइटमहरू धनियाँ पनि यस्तो छ है गाइस हाम्रो जसरी प्योर अर्ग्यानिक हजुर के यता हाम्रो मासु यहाँ चाहिँ फेरि उसिने आलु यता भेज तरकारी उता चिकन यस्तो छ है हाम्रो चाहिँ यहाँ ल नन भेज एकतिर भेज यता हाम्रो घिराउँले भाइ हेलो नाकै अटेन त भाइ फ्रेम अटाउनु अलि अलि टाढा जानु त अट्छ पानी गरौँ भित्र गरेर पानी खाना घरबाट अलिक किनेर भयो त सिपाएर भने सब बसेको मात्रै घर आइटमहरू चाहिँ पाक्ने क्रम धमाधम हुँदैछ बिहेको भन्दा बेसी आइटम हुने भयो के कति आइटम हुने भयो त केटा च्याउसँग चाहिँ हाम्रो काउरी च्याउ हो अनि यता मटन भयो उता चिकन भयो उता आलु पर्छ अब त्यो कराई खनाउने त्यो कराई खनाएर माझेर अनि यसमा खानु होला कि ट्याक्क ल बिस्तारै बिस्तारै हामी बेला बेला भेटिरहन्छौँ है त गाइस के को लागि हो यो ग्रेभीको लागि अब च्याउको लागि र मटन ग्रेभी ए ल ठिक छ यहाँ चाहिँ के हो यो चिकन वाली भन्छ एउटा चिकन वाली यतापट्टि के हो यो आलु काउरी वाली कौली 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 अनि बन्द गरेर आउनु त हामी
त्यस्तो कि मास्तिर चाहिँ अर्को चित्र चाहिँ गरे भने आऊ भन नि मास्तिर जान्छ कि राख गयो भने नि ल है हाम्रो चाहिँ अब यहाँ धमाधम खाने कार्यक्रम भइरहेछ पिकनिकमा वनभोज कार्यक्रममा लोकेसन चाहिँ यो कहाँ होला पत्ता लगाउनु होला हामी धुलखेल नगरपालिकामा छौँ यस्तो यस्तो आइटमहरू छ बनिरहेको छ के छ विशाल अनि ठिक छ दामी छ विशाल अनि टप गाडो हुने ढुङ्गा त तार गइदिनु होला है ल मिठो छ ओ ल मनिषे कस्तो छ मिठो छ ल ठिक छ विशाल मिठो छ है दामी हो ल यता आउँदैछ भतिजलाई ल भतिज कस्तो छ चाहौँ है कस्तो गर्नु दामी भइछ नि दामी भएछ ल हामीलाई नि आउँदैछ यहाँ आइटमहरू बनिरहेछ ल ठिक छ ल ल हामीहरू नि खाउँ सबैजना खाउँ है गाइड ल ल बनबाद कस्तो छ त केटा हो ठुलै सेट अलि ल मिठो छ विशाल यो ढुङ्गो के नि तताएको यतापट्टि छैन है मान्छेहरू फेरि हाम्रो यहाँ आयो है मलाई नै आएछ है फेरि ल दामी खिच्दै आइकन मजा आएर सबै त्यो देखाउँदै र चिसो हालेर यता क्याम्पिङ गरे मैले भन्नुपर्छ हामी सबै आफू आफ्नै पारामा खाने गजब हामीले थोरै हो पानीमा पनि धनी हालेको आज है पिकनिक ऊ यति अब हामी लास्ट खाएर इन्डिङ हुँदैछ ल जानुपर्छ अब खोइ कमला आएन टिकटक बनाउँदै होला नि साथी किन भन्दा अगाडि हिँड्न पाइन्थ्यो हिँड्न पाइन्थ्यो होइन एकवट बाँकी नि हाम्रो अन्तिम आइटम यहाँ बन्दैछ यति खाएपछि हामी घरतिर प्रस्थान हुन्छौँ होइन यसलाई पनि चप गरेर मसिनो बनाइदिउँ होइन चटपटे भोलि सबैजना बसेर मम्मीहरू सबै बसेर अब झ्वाइँ बनाउन लागेका छौँ गाई नुन हाल्छ केटा ए अघिदेखि नुन भइरहेको छु म ठुक्क ल दामी गरेर मोला त भतिस छोड्दैन चिनी हाल्ने कुरा हुँदैन कसरी मोल्नुहुन्छ तपाईँले यो छोइला चाहिँ राम्रो मोल्ने मान्छे हो तपाईँ मिचमाच पारेर राम्रो बनाउने मान्छे हाम्रो वन भातको चाहिँ इन्डिङ हुँदैछ अब छोइलाबाट होइन मटन छोइला आहा यस्तो दाम हुन्छ नन जरिकन राखेको छ अझ के मलाई भाइ के भाइ कस्तो होला त गाई जी कोही हुन्छ हान्यो यो हाल्दैन केटा ल हाम्रो चाहिँ वन भात पुलाउ कार्यक्रम चाहिँ हामीले सकेर अब बिदा गर्दैछौँ है ल केटा हो बाई बाई है गाइज ल अब बाई बाई राम्रोसित जानु ल अङ्कल ल ल हामी चाहिँ अब एकछिन यहीँ बस्छौँ ल अब यहीँ गर्दै यो भिडियो चाहिँ यहीँ इन्डिङ हुन्छ है गाइज अब हामी घरतिर लाग्छौँ ल ट्याक ल सकेर अब हाम्रो साथीहरू चाहिँ बिदा हुँदैछन् ल भाइहरू राम्रोसँग जानु ल भाइ के बाइकलाई लोड पर्छ भनेर बोक्या हो ल राम्रोसँग है ल ल ल ल अब हाम्रो चाहिँ यहीँ भन्दै आजको वन भात कार्यक्रम चाहिँ यहीँ इन्डिङ गर्दै सबलाई हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद भन्दै ल सब्सक्राइब लाइक ओके